साथीहरू, आउनुहोस् हामी परमेश्वरको वचनको केही गम्भीर कुराहरूलाई हेर्नेछौँ। परमप्रभु परमेश्वरले यिर्मिया 13:24 यो भन्नुहुन्छ, मरुभूमिबाट आएको बतासले उडाएको भुस झैँ म तँलाई तितर बितर पार्नेछु। यसको मतलब के हो? त्यस्तो व्यक्ति जो परिवर्तन हुन चाहँदैन, ऊ सधैँ त्यो कालो सेतो पट्टी हुने जस्तो जेब्रा जस्तै रहन चाहन्छ र ती दागहरू भएको चितुवा जस्तै। प्रभुको रगतबाट जानुहोस् अनि तपाईँ पूर्ण रूपमा शुद्ध हुनुहुनेछ। तपाईँ आशिषित हुनुहुनेछ। तपाईँ एक विजयी व्यक्ति हुनुहुनेछ। परमेश्वरले प्रतिज्ञा गर्नुभए जस्तो तपाईँलाई उहाँले बनाउनुहुनेछ। तपाईँको जीवनमा काम गर्न उहाँसँग महान कुरा छ। यो गवाईलाई हेर्नुहोस्। र यो छडी के को लागि थियो? किनभने मलाई हिँड्न गाह्रो भएको थियो। कि यो बिना हिँड्न सक्नुहुन्थेन? त्यसमा उहाँको लागि यहाँ बाटो बनाउनुहोस् त। तपाईँ हिँड्न सक्नुहुन्छ। अब त्यसलाई तपाईँ आफ्नो काँधमा राख्नुहोस्। अब त्यो काम सकिएको छ। जानुहोस्। गइराख्नुहोस्। यो परमेश्वर हुनुहुन्छ जुन यो हुनुपर्ने छ। गइराख्नुहोस्, किनभने आजको दिन तपाईँको दिन हो। अब आउनुहोस्। ठिक छ। अब तपाईँ थोरै दौडिन पनि सक्नुहुन्छ। हेर्नुहोस् साथीहरू, यो प्रभु मात्र हुनुहुन्छ। मलाई प्रार्थना गर्न दिनुहोस्। पिता, हामी नयाँ जन्मको प्रचार गर्छौँ। यो व्यक्तिलाई फेरि जन्मनु आवश्यक छ। तिनीहरू भन्दैछन्, तपाईँले त्यो अनुभव तिनीहरूलाई दिनुहोस्। तिनीहरूले तपाईँलाई स्वीकार्नेछन्। तिनीहरू त्यो पानीबाट जानेछन् र प्रभुले तिनीहरूलाई पवित्र आत्माको बप्तिस्मा दिनुहुनेछ र सबै कुरा तिनीहरूको लागि आशिष दिनुहुनेछ। प्रभु येशूको नाउँमा तपाईँ नयाँ प्राणी हुनुहुन्छ।